बनाउने चाहिँ अनि उसकोमा चाहिँ थोरै मायोनेजी के भन्छ अरे केचप राख्दै कि त्यस्तो खास त केही छैन तर पनि मैले चाहिँ अब के भन्छ अरे मिठो खाजा बनाएको छु आज यो चाहिँ एग रोल हो एकदम सिम्पल जसले पनि बनाउन मिल्ने अनि यसलाई चाहिँ मैले उसिनेको अन्डामा चाहिँ मायोनेज अलिकति मरिच अलिकति नुन अलिकति अरिगानो अनि थोरै चाहिँ यो दालचिनीको धुलो यति राखेर चाहिँ मजाले म्यास गरेर चाहिँ अनि यो लेटसमाथि पान पाउरोटी भन्छ अब के भन्ने पानको माथि चाहिँ अनि यो लेटस राखेर लेटसमा चाहिँ मजाले यो अन्डाको फिलिङ तयार गरेर यसरी राखेर चाहिँ मिठो खाजा चाहिँ बनाएको छु यो चाहिँ बनाउने चाहिँ अनि उसकोमा चाहिँ थोरै मायोनेजी के भन्छ अरे केचप राख्दै अनि मेरो र अनि उहाँकोमा चाहिँ अचार राखेँ अनि साथमा लिएँ मैले ब्ल्याक कफी अब यो मिठो लागेर खाएको त होइन तर पनि अब यति खाजा हेभी खाजामा चाहिँ ब्ल्याक कफी खानु चाहिँ राम्रो हो नि त त्यही भएर मैले चाहिँ यो खाएँ होइन चर्च गर्दै हामीले चाहिँ सुरुवात गऱ्यौँ है त एकदम मिठो भएको थियो यो पनि अनि सुरुवात गऱ्यौँ है त थ्याङ्क यू फर वाचिङ ल खाजा पनि चाटचुट सिद्धियो है त बाई बाई अर्को भिडियोमा आउँछ